नमस्कार सबैजनालाई अनि भानु जयन्तीको सबैजनालाई हार्दिक शुभकामना टक्राउन चाहे। अनि आज हामी आदिकवि भानुभक्त आचार्यको बारेमा केही तथ्यहरू हेर्नेछौँ। त्योभन्दा पहिला म तपाईहरुलाई एउटा फोटो साझा गर्न चाहन्छु। यो तस्बिर रहेको छ, यो भानुभक्त आचार्यको आधिकारिक तस्बिर रहेको छ। यो तस्बिर चाहिँ उनका भानुभक्त आचार्यका खनाती डाक्टर व्रतराज आचार्यले उपहार स्वरूप मेरो दाजुलाई दिनुभएको थियो एउटा साहित्यिक प्रोग्राममा। र मैले तपाईहरुलाई जस्ट साझा गरेको यो चाहिँ आधिकारिक भनेर विभिन्न प्रकारका तस्बिरहरू छ होला, तर यो चाहिँ एउटा आधिकारिक हो। उहाँहरूले उहाँको फ्यामिलीले नै यसलाई चाहिँ पुष्टि गर्नुभएको छ। अनि भानुभक्तको जीवनी हेर्नु हो भने उनको जन्म असार 29 गते विक्रम सम्वत 1871 मा भएको थियो। अनि उनी 55 वर्षसम्म थिए यस धरतीमा। त्यसपछि विक्रम सम्वत 1925 मा उनको मृत्यु भएको थियो। अनि उनको जन्मथलो चाहिँ तनहुँ जिल्लाको चुम्दी रमघा भन्ने स्थानको एउटा धर्मशालामा भएको थियो। तपाईहरु जब पोखरादेखि काठमाडौँसम्म बसमा यात्रा गर्नुहुन्छ त्यति बेला तपाईले त्यो स्थान देख्न पाउनुहुनेछ। अनि त्यहाँनिर एउटा भानुभक्तको एउटा शालिग पनि बनाइएको छ। शालिगकै कुरा गर्नुपर्दा सायद नेपालमा हाम्रो यो क्षेत्रमा बेसी शालिगहरू छन् भानुभक्तको, अलिक थोरै नै देख्न पाइन्छ नेपालमा। तर त्यो स्थानमा चाहिँ त्यो तनहुँ जिल्लामा चाहिँ बाटैमै बनाइएको छ। तपाईहरुले कुनै दिन जानुभयो भने याद गर्न सक्नुहुनेछ। अनि हामी सुरुमा उनका केही कृतिहरू हेर्नेछौँ। उनका खण्डकाव्यहरू जस्तै भक्तमाला, प्रश्न उत्तरी अनि बधु शिक्षाहरू रहेको छ। उनका केही फुटकर कविताहरू, केही मुक्तक कविताहरू रहेका छन् भने उनका मुख्य कृति वाल्मीकि रामायण मुख्य जुन महाकाव्य रहेको छ। अनि हामीलाई यो एकदमै थाहा छ कि भानुभक्तले यसरी वाल्मीकि रामायणलाई अनुवाद गर्नुभएको भनेर। त त्यसमा एउटा अझै एउटा चाखलाग्दो विषय के छ भने वाल्मीकि रामायणमा 7 वटा काण्डहरू रहेको छ। त्यसमध्ये 4 वटा काण्ड चाहिँ उहाँले जेलबन्दी हुँदा लेख्नु भएको थियो भन्ने प्रमाण छ है। जब उहाँ एउटा त्यस्तै पिताको काम गर्दाखेरि एउटा कुनै कारणले उहाँ जेलबन्दी हुनुभएको थियो, त्यस समय चाहिँ उहाँले त्यो 4 वटा काण्ड चाहिँ जेलमै बसेर पुरा गर्नुभएको भन्ने प्रमाण छ। अर्को प्रश्नको विषय पनि छ कि भानुभक्तलाई आदिकवि किन भनिन्छ भनेर। पहिला हामी आदिकवि चाहिँ भानुभक्त आचार्यको आदि फोटो छ, त्यही लागि नै आदिकवि भनिएको हो भनेर एउटा तुक्का जस्तो पनि चल्थ्यो पहिला जब हामी स्कुलमा थियौँ। तर पछि गएर हामीलाई सरहरूले बुझाउनु भयो कि आदिकवि भनेको चाहिँ पुरानो कविहरू, आदिमकालदेखिकै आउनुभएको कविहरूलाई चाहिँ हामी पुरानो कविलाई चाहिँ आदिकवि भन्छौँ भनेर यसरी सम्झाउनु भयो। अनि भानुभक्तलाई चाहिँ किन चाहिँ आदिकवि भन्यो त भन्ने एउटा अर्को प्रश्न छ। किनभने यो साहित्यको इतिहास हेऱ्यो भने भानुभक्तभन्दा अघि पनि कविहरू थिए, लेखकहरू थिए, उनीहरूको लेखहरू थियो। तर त्यहाँ फरक चाहिँ के थियो भने उनीहरूको लेख चाहिँ संस्कृतमै हुन्थ्यो। अनि त्यसको लाभ चाहिँ सबैले उठाउन पाउँदैन थियो, सबैले त्यो पढ्न सक्दैन थिए, त्यो बुझ्दैन थिए। जसलाई संस्कृतको ज्ञान छ उनीहरूले मात्रै त्यसको लाभ उठाउन पाउँथे। तर जब भानुभक्तले वाल्मीकि रामायणलाई यसरी अनुवाद गर्नुभयो त्यसपछि चाहिँ एउटा सरल भाषामा सबैले बुझ्ने एउटा परिष्कृत एउटा परिमार्जित नेपाली भाषामा जब रामायण अनुवाद भयो त्यसपछि त्यसको आनन्द सबैले उठाउन थाले। सबै जातिकाहरूले त्यो बुझे। अनि एउटा नेपाली भाषामा अनुवाद भएको त्यो एउटा उहाँको त्यो योगदानलाई कदर गर्दै नेपाली भाषाको आदिकवि भनेर उहाँलाई चिनियो। अनि उहाँलाई सुरुमा चाहिँ आदिकवि भनेर चाहिँ सम्बोधन चाहिँ विक्रम सम्वत 1948 मा मोतीराम भट्टले गरेका थिए। अनि यसको समर्थन चाहिँ त्यस समयका अब
आँसु कवि भनौँ शम्भु प्रसाद ढुङ्गेलले यसलाई समर्थन जनाएका थिए कि भानुभक्त चाहिँ आदि कवि नै हुन् भनेर चाहिँ उहाँले यसरी मोतीराम भट्टको कुरालाई समर्थन जनाएका थिए भन्ने एउटा साहित्यिक इतिहास रहेको छ। अनि पछि गएर तत्कालीन राजा श्री 3 जुद्ध शमशेरले यसरी दार्जिलिङ नेपाली साहित्य सम्मेलनलाई एउटा चिठी गरेर कि भानुभक्त आचार्य चाहिँ आधिकारिक रूपमा चाहिँ आदिकवि हुन् भनेर जनाएका थिए। त्यसपछि दार्जिलिङले पनि भानुभक्त आचार्यको यसरी मृत्युको 70 वर्षपछि यसरी एउटा भानु स्मारक ग्रन्थ प्रकाशित गरेर उहाँलाई यसरी आदिकविको रूपमा सम्बर्धना दिएका थिए। अनि जब भानुभक्तले यसरी हाम्रो भाषालाई एउटा अर्कै आयाम दिनुभयो अनि भाषा मौलाएर गयो, साहित्य मौलाएर गयो, अनि त्यही क्रममा भारतमा यसरी भाषाको आन्दोलनहरू भयो। अनि त्यति बेला भाषा हाम्रो प्राण हो भन्ने नाराहरू लाग्यो। अनि यसमा पनि थुप्रैको योगदान रहेको छ। अनि हामीले यसरी 20 अगस्त 1992 मा भाषा मान्यता पायौँ। हामी पनि भारतको अन्य भाषाहरूमा सम्मिलित भयौँ, त्यो दर्जा हामीले पनि पायौँ। अनि यसरी नै भाषा अनि साहित्य दुईटा कुरा चाहिँ हाम्रो अलिकति दोहोरो हुँदै आयो। अनि यसले कतै न कतै जातिलाई बचाउने एउटा रोल खेल्छ। अनि त्यो कतै न कतै भानुभक्त आचार्यसँग जोडिन जान्छ। अनि आज यो जेनेरेसन, यो अब जब अहिले जेनजी काल छ, यसमा चाहिँ प्रश्नको विषय चाहिँ के छ भने के हामीले गर्दैछौँ त, हामीले के जोगाउँदैछौँ त आफ्नो भाषालाई, आफ्नो साहित्यलाई। किनभने एउटा भनाइ छ, भाषा साहित्य रह्यो भने नै जाति रहन्छ भन्ने एउटा उयो छ, एउटा यो सत्य कुरा पनि हो। अनि एउटा इक्जाम्पल हेरौँ भने भारतवर्षमा विभिन्न भाषिक अल्पसङ्ख्यकहरू छ, लिङ्ग्विस्टिक माइनोरिटिजहरू छ। त्यसमध्ये हामी गोर्खाहरू पनि पर्छौँ। तर गोर्खाहरूको भाषा साहित्य अलिक राम्रै छ, राम्रै स्थानमा छ, अलिक मौलाएको छ। विभिन्न प्रकारको विधा, जस्तै अब नाटक भनौँ या कविता भनौँ, कथा भनौँ, यस्तो सबै विधामा एकदमै राम्रो छ। हामी हेर्छौँ, हामी विभिन्न लेखहरू हामी हेर्छौँ, विभिन्न कथाहरू हामी पढ्छौँ, अनि हामी राम्रै नै छौँ। तर अब अझै यसलाई अगाडि बढाएर लाने एउटा कर्तव्य अब आउँदो जेनेरेसनको, आउँदो पुस्ताको रहन्छ। किनभने भाषा साहित्य रह्यो भने नै हामी रहन्छौँ। यो चाहिँ एउटा मुख्य कुरा हो। अनि आजलाई यति नै। आज मैले छोटकरीमा तपाईँहरूलाई भानुभक्त आचार्यको बारेमा केही कुराहरू साझा गरेँ। अनि यस्तै रोचक तथ्यहरू जान्नको लागि मेरो पेज द फ्याक्टलाई फलो गरिदिनुहोस्। धन्यवाद।